हेलो सबैजना मेरो युट्युब फ्यामिली युट्युब साथीहरूलाई फेरि पनि मेरो मुकबाङ भिडियोमा स्वागत गर्दछु। आज चाहिँ धेरै दिनपछि फेरि म मेरो मुकबाङ भिडियो लिएर आएको छु। आज चाहिँ म खाँदैछु पम्पलेट माछा, अनि त्यसपछि पम्पलेटै भन्छ होला सायद, यो चेप्टो खालको हुन्छ त्यो माछा। अनि फेरि यो काँक्रा छ है गाइस, अनि दाल छ, अनि खुर्सानीको अचार छ। चाहिँ डल्ले चाहिँ बिग्रिन्छ भनेर, अनि बिग्रिने हुनाले हामी चाहिँ यसरी अचार बनाएको चाहिँ गाइस ल। अब चाहिँ यसरी अचार खान्छु म। एकछिन चाहिँ किङ चिल्लीहरू खाँदिनँ है, यसरी पिरो चाहिँ गाइस मैले यत्रो खान्छु। ल है गाइस, ल है भनेपछि कति पिरो होला, म जस्तोले त्यति खाँदैछु। इट मिन्स द्याट भेरी स्पाइसी। ल ढिलो नगरिकन म मेरो भिडियो सुरु गर्न चाहन्छु। मेरो भिडियोलाई साथ दिनु होला। धेरै दिन पछि आएको छु, फेरि छुटेछ क्या कहाँ हरायो भन्दै हुनुहुन्छ होला मेरो साथीहरूले। ओके देन स्टार्ट। म पानीबाट स्टार्ट गरेँ त। ये भाई ये सिजवान चटनी। यो चाहिँ सिंगल काँटा भनेर ल्याएको, काँटा चाहिँ थुप्रै छ भन्छ वाइफले। बरु डर लाग्छ मलाई फेरि यो माछा काँडा। अच्छा दाल पनि छ है, कडी बनाएको फिस कडी, तर पनि अलिकति दाल पनि खाइदियो भनेर। मुझे थोड़ा मच्छी ठीक लगता है ये वाला, लेकिन कांटा वाला ठीक नहीं लगता। वो पंकज ठीक लगता है मुझे। मलाई चाहिँ फङ्गस माछा नि ठीक लाग्छ है साथीहरू। म चाहिँ मेरो इन्डियन साथीहरूको लागि पनि। ओ माई गॉड, रेडको काट्दा ठुल्ठुलै रहेछ, तर पनि
होगा देखा जाएगा हैन। और के भने खाइ नसक्नु छ यो चटनी। मजा मजा आयो मजा। अझै मजाले पकाएर खुर्सानी र लसुनलाई त्यसपछि मिक्सरमा पिनेको क्या खुर्सानी अचार चाहिँ। मलाई फेरि साह्रै डर लाग्ने। मिठो चाहिँ दामी मिठो। अब फेरि माया धेरै, अब फेरि टाउको हाल्दैछ फेरि। माछा खाने बेला चाहिँ गाई आफूलाई हेर्नु पनि माछा हेर्नु पर्ने ढोका दिन्छ हेर्नु। राइट ओके गाइस, फाइनली मेरो मुकबाङ भिडियो मैले खाना खत्म गरिसकेको छु। मेरो भिडियोलाई लास्टसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला। मेरो भिडियोलाई लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला।